ल गाइस यहाँ धारा रहेछ एकदमै चिसो एकदम चिसो पानी चिसो होइन त हो त ल हेर्नु मनोकामना मन्दिर भन्दा तलपट्टि यस्तो चिसो पानी पाउँछ है तपाईँहरू पनि आउनु होला है यहाँ पानी यस्तो मजाले पर्छ पानी पर्छ मुस्ताङ पनि हो मुस्ताङ पनि मुस्ताङबाट आएको नि मुस्ताङ पनि पानी पनि खाइरहेको छु यहाँ भ्यू यस्तो खतरा छ तपाईँहरू पनि घुम्न आउनु होला मेरो अनुरोध छ तपाईँहरू होइन शिव यहाँ शिव छ दामी गाह्रो चढ्न गाह्रो मान्ने शिव भगवान् मन्दिर होइन त शिव हो कि होइन पुरो सही हो यहाँ साथी पनि छ म त हिरो हो नि एक नम्बर भवालै हो नि हेर्न सक्नुहुन्छ गाइज हो यहाँ भ्यू हेर्नुहोस् हाम्रो साथी यहाँ पनि छ माथि पनि हिँडिरहेको छ ओ साथी पक्नु न हो हजुर यहाँ निहुरो होइन यहाँ च्याउ पनि भेट्न सक्छ जङ्गली च्याउहरू यहाँ निहुरो यस्तै अर्ग्यानिक चिजहरू भेट्छ यहाँ हेलो गाइज हामी फ्रेन्ड्सहरू अझ सबैले मनाउन मनोकामना डाँडा जाँदैछु तपाईँहरू पनि आइदिनु होला ठाउँ राम्रो छ भ्यू एकदमै राम्रो छ दामी ब्युटिफुल छ हेर्न सक्नुहुन्छ है दामी छ अब चढ्दैको दिन माथि उकालो 1 घन्टा जतिको बाटो होला है साथी कति 1 घन्टामा पुग्छ त हामी ठ्याक्कै 1 घन्टा लाग्छ 1 घन्टा पछि मनोकामना डाँडा मनोकामना मन्दिर दर्शन गर्न आएको थियो गाइज हो हामी एकजना साथी छ तार हिँड्दा छ हामी चाहिँ पुरै हिँडिरहेको गाइज हो नानीहरू पनि घुम्न आउनु भएको छ अब हिँड्दै हिँड्दै थकाइ लाग्यो मनोकामना मन्दिरको दर्शन गर्दैछौँ तपाईँहरू पनि यसो ट्यामिलो हेर्ने यसो मनोकामना डाँडातिर घुम्न आउनु होला रमाइलो छ भ्यू देखाएको छ साथी कति रमाइलो जाँदैछु अहिले मन्दिरको भ्यू पनि देख्न सक्नुहुन्छ हाम्रो साथी हिँड्न नसकेर अगाडि गाइजहरू है गाडी पनि हेरेको छ अलि अगाडि नि साथी यार साथी के हो पारा यहाँ छाता बन्द गरे हुन्छ कि यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू भ्यू एकदमै राम्रो छ बाटो फेरि यहाँनिर पानी परेपछि पुरै चिप्लिन्छ हेर्न सक्नुहुन्छ यहाँ गाइज बाटो यस्तो छ कि बाटो एकदमै डेन्जर हो डेन्जर गर्मी भयो धरान सोल्टी लैजाऊ भेडेटा हाम्रो साथी फेरि भोइस एकदमै राम्रो छ उहाँ अब केही दिन पछाडि भोइस अफ नेपालमा छिर्ने विचार गरेको छ विचार गरेको अचार हुन्छ के भन्छ हेर्न सक्नुहुन्छ गाइज हो शिव यता आउनु यार साथी यार कहाँ हो यार हाम्रो यहाँ हेर्नुहोस् यहाँ अटो पनि आएर छ हेर्नु अगाडि
उहाँहरू मन्दिर दर्शन गरेर फर्किनुभयो। हामी चाहिँ यहाँ जाँदैछु। म यहाँ साथीहरू यहाँ हेर्नु, यहाँ बाटो यस्तो छ, दामी छ। हाम्रो यात्रा चाहिँ हेटौँडादेखि माथि मनकामना डाँडासम्म गाइज हो। अझको यात्रा सफल होस् हाम्रो गाइड। होइन शिवजी हो त उहाँ मान्छे हिरो हेन्सी देख्न सक्नुहुन्छ तपाईँहरू। हामी चाहिँ यहाँ मनकामना डाँडा आइपुगिसके भन्ने नै हुन्छ। अलिकति भित्र अलि माथिबाट नि पुगिहाल्छ। यही हो नजिकै। यहाँ माथि अगाडि हो मन्दिर। अब यहाँ साथी पुरै गर्मी लागेर अडा भएर छ नि त। यहाँ लिची केरा केरा कति रुपियाँ पर्छ? अनि लिची साथी लाने हो केरा? यहाँबाट अब अगाडि हो, 5 मिनट पुगिहाल्छ। यहाँबाट जाने हो। मनकामना मन्दिर है गाइस, यो मनकामना मन्दिर।